हेलो गाइजहरू, म धेरै लङ टाइम पछि मेरो भ्लग स्टार्ट हुँदैछ। अनि हाम्रो तरकारी बनाउने कार्यक्रम मेरो तरकारीहरू पनि ल्याइसकेको छ केटाहरूले देख्न सक्नुहुन्छ। कहाँ हुनुहुन्छ साथीहरू? हजुर, म खाना बनाउनु पर्दैन यहाँ। हामी यहाँ खाना बनाउन लागेका छौँ। यहाँ छ हाम्रो खसीको मासु, अनि यता छ हाम्रो साग, सल्लाह गरियो साग भने चाहिँ हामी यता छौँ। अब हामी यहाँ बनाउनु पर्ने हुन्छ र हामी यहाँ मोबाइल छोडिदिन्छौँ र हामी फटाफट स्टार्ट गर्छौँ। देख्न सक्नुहुन्छ मासु। यता सबै कुरा ठिक रेडी भइसकेको छ भने हाम्रो साथी चाहिँ नाङ्गो हुनुहुन्छ। साथीहरू डेन्जर भइरहेछ। अब सन्डे खाना पनि रेडी भइसकेको छ। खाना तरकारी, दाल तरकारी। आज सन्डे खतरा हुने भयो। खाना तरकारी यता पाकिसकेको छ, अर्को तरकारी यहाँ पाक्दैछ। साला यहाँ भात पाक्दैछ, यहाँ मासु पाक्दैछ भने यतातिर पाक्दैछ हाम्रो अर्को मासु पाकिसकेको छ र हामी यता छौँ र केटाहरू पुरै नाङ्नु परेको छ। म देखाउँदिनँ। नाङ्नु परेको छ। म देखाउँदिनँ। पुरै केटाहरू पुरै उसमा छ, चाचमा। सल्लाह यिनीहरू किन यस्तो चाहिँ भाव थाहा छैन। र हामी खाना खानु पर्ने हुन्छ साथीहरू। आज सन्डे अनि लुगा सुगा धुनु छ, लुगा वास हान्नु छ। वास गप्पा गप वास हान्नु छ लुगा। अनि चाहिँ के गर्नु छ, अब सफा गर्नु छ। यतैतिर रुमसुम होइन, यस्तै छ साथीहरू। हामी खाना खानु पर्ने हुन्छ र कति बजिसकेको छ भने कति बजिरहेछ अहिले? 11:10 गइसकेको छ र खाना खाने टाइम भइसकेको छ। हामी बाई बाई गाइज। अब एकैचोटि अब लुगा सुगा धुने टाइममा धुनु पर्ने हुन्छ। हामी अब चाहिँ खाना साना खाउँ होइन, पेट सेट पूजा गरौँ अनि चाहिँ भेटौँ साथीहरू। ओके सो साथीहरू, यस्तै भइरहेछ। आजको दिन सन्डे चाहिँ यत्तिकै गइसकेको छ होइन। मैले लुगा धुन्छु भनेको थिएँ। अब आजको वासिङ चाहिँ यत्तिकै छोडिदिएको छु मैले। लुगा सुगा चाहिँ देखाएन होइन, वासिङ राखेन। अब पछि गर्ने, अब अर्को सन्डे। यस्तै हो। आज यस्तै गरी बित्यो दिनहरू। खाना खायौँ अनि सुत्यो। निन्द्रा पुग्दैन होइन, अनि सुतिहाल्यौँ। सबजना सुतिराख्नु भएको छ। म चाहिँ अब नुहाइ धुवाइ गरेर होइन फ्रेस भएर बसिरहेको छु अहिले चाहिँ। अनि बसिरहेको छु। अब यस्तै छ होइन। अब चाहिँ यस्तै भइरहेको छ साथीहरू।
अब भिडियो चाहिँ अब बिस्तारै बिस्तारै बनाउनु पर्छ अब भ्लगहरूलाई अनि यस्तै छ अल्छी अल्छी लागिरहेछ होइन यस्तै छ अनि हाम्रो चाहिँ यतातिर काम भइरहेको छ यतातिर सक्नुहुन्छ हाम्रो रुमदेखि चाहिँ त्यस्तो देखिरहेको छ कि नेचुरल होइन यतातिर हेर्नु सक्नुहुन्छ अन्त तरिकाले अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ आजको सन्डे यस्तै भइरहेको छ खानपिन खायो होइन टक्कै सुत्यौँ त्यस्तै भइरहेछ अब भोलिदेखि फेरि ड्युटी गोरु जोताइ काम हुन्छ ड्युटी हुन्छ अनि त्यस्तै हुन्छ साथीहरू मलाई के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया दिनु होला नयाँ हुनुहुन्छ भने सो लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला साथीहरू ल आजलाई भने चाहिँ यति नै हो गाइस।